ग्लासमा उल्टा पेन्टिङ। हे गाइज, दिस इज माही एन्ड आई मेक ग्लास पेन्टिङ्स विथ फेस डिटेल्स। यस्तो सानो सानो डिटेल्सहरू पनि उल्टा बनाउन सकिन्छ र यी यसरी टुथपिक युज गर्ने अनि धैर्य राखेर बनाउने है। आज बनाउँदैछौँ हामी हजुरको वेडिङ पिक्चर। माही फर्स्ट टाइम कहिले लभ परेको थियो पेन्टिङसँग है। फेरि ब्राउन कलर निकाल्दै भन्छु है। अहिलेसम्म मलाई कुनै पनि पेन्टिङसँग लभ परेको छैन, तर मलाई सानैदेखि चाहिँ आर्टमा धेरै इन्ट्रेस्ट। मोस्टली चाहिँ आँखा अनि पोर्ट्रेट। अहिलेसम्म पनि खासै राम्रो त बनाउँदिन म। यो पोर्ट्रेट कस्तो बन्यो भनेर चाहिँ लास्टसम्म हेर्नुपर्छ है हजुरले, अनि मलाई जज गर्नु होला। क्लासमा पेन्टिङ गर्न त निकै गाह्रो हुन्छ होला नि है दिदी? इन्ट्रेस्ट छ अनि आफूलाई मन पर्ने काम हो भने चाहिँ जतिसुकै गाह्रो भए पनि गर्न सकिने रहेछ कि। एज आई सेड अर्लियर, यो वेडिङ पिक्चर्सहरूमा चाहिँ सानो सानो डिटेलहरू कति हुन्छ कि धेरै टाइम लाग्छ बनाउन चाहिँ। पेसेन्स राख्नु पर्यो अनि सानो सानो डिटेल्सहरू बनाउँदै जानु पर्यो। ओ माई गॉड, सो क्यूट। आई लभ योर अल भिडियोज। आई लभ यु भन्नुभएको छ। थ्याङ्क यू सो मच। अनि हेर्नु न, मैले यो लेङ्गाको डिजाइन सबै बनाएर भ्याएँ। अनि लास्टमा सबै बेस पेन्ट गरेर चाहिँ हाम्रो पेन्टिङ रेडी भइसक्यो। लेट्स सी यो चाहिँ कस्तो भन्यो त। हजुरलाई कस्तो लाग्यो पनि भन्नु होला। अनि मैले अघि जुन सानो सानो डिटेलको कुरा गरेर थिएँ, टोपीको माला अनि उहाँको लेङ्गा यति राम्रो थियो। सबै डिटेल्सहरू कस्तो लाग्यो हजुरलाई? अनि